नमस्कार मित्रहरू, शुभ मङ्गलम। आज हामी धम्मपदको अर्को गाथामा जाउँ, जुन भगवानले राजगृहको वेणुवनमा उग्र श्रेष्ठलाई भन्नुभएको थियो। त्यसमा भन्नुभएको छ, मुञ्च पुरे मुञ्च पच्छतो मध्ये मुञ्च भवस्स पारगु सबत्थ विमुक्त मानसो न पुनम जाति जरम उपेहिसी। र भन्नको अर्थ रहेछ, अगाडिको बिचको र पछाडिको वस्तुको आशा छोडी संसारबाट पार भएर जाऊ। चारैतिरबाट आफ्नो मन मुक्त भएपछि फेरि जन्म मरणमा आउनु पर्दैन। त्यसैले त्याग चाहिँ अति आवश्यक छ। सबैको शुभ होस्, मङ्गल होस्, कल्याण होस्।